Hello. Start गरौँ त ए पिरो आज कति कलर हाल्नुहोस् डल्लै हाल्दैन के सबै हालिदिएको नानाले भएको जति सब फोनमा चाहिँ होला हौ अलिक राम्रो भएन के पिरो कम्ती भएछ नि पिरो कम्ती डल्लै रामे सस हाल्दैन के हालिदेऊ डल्लै नुन हाल्दै जानु उयो खाएर होला हौ पिँडालहरू खाँदैन हौ मैले कति बातमा खाएँ पिँडाल एकदम डल्ले पिँडाल अरू भएर चाहिँ कस्तो खानुहुन्छ हल्का पिरो हुँदैछ मैले कति बातमा खाइहाल्छ पापाले मासु पुरा मन पराउनु भएको छ है नानी होलीमा बाजेलाई बेच्नुहुन्छ मन पर्छ भनेर पो उता हामीले कतिवटा खायौँ हौ हामी भेना हुँदा निकै खायौँ है तिमीहरूले त खाइरहन्छ होला नि उता कहाँ नानाले खानु नानाले भेनाले अस्ति चाहिँ म चाहिँ 2x लिएको होइन रामेन भरे त 3x बोकिआएछु थाहै छैन 3x हो भनेर त्यसो खानुभयो अन्त भरे त खाएँ हो आमामा पसिना आएको आज पिरोमा हाल्यो नि त 2x जस्तो उयो हुँदैन पिरो खम भनेर भरे त त्यहाँको चाहिँ यति साह्रो पिरो किन भयो भनेर भरे त्यो फ्याँकेको प्याकेट हेरेको त 3x पो रहेछ 3x त ग्याडले पिरो पनि रहेछ उयो 3x को चाहिँ मात्रै हुन्छ हौ पिरो मात्रै हुन्छ म त्यसको फ्लेभर आएको जस्तो लाग्दैन नि त 3x चाहिँ पसिना थरी हुन्छ त्यो खायो भने आज त्यस्तो टेस्टी लागेन हौ मलाई है कसरी पकाइदियो उनीहरूलाई कस्तो लाग्यो पिरो ठिक्कै मलाई सक्दिन अहिले मलाई बानी मराएको नानीले पकाउनु पकाइदिँदै थियो हाम्रो मम्मीले अलिक काँचो काँचो बनाउनु अलिकति चाहिँ अलि पिरो हुँदै गयो त नानी निम्बु खुवाऊ है गुलाब जामुन सोनियाले निम्बु जस्तो देख्यो होला है साइज सानो रहेछ नि त यही खाले अघि भर्खर खाएको है गुलाब जामुन बिर्सेको मैले त्यो भिडियोतिर हेर्दा क्या मान्छे खान्छ मान्छेले खान्छ नि यति रामेन 3x 2xहरू पनि 5 प्याकेट 4 प्याकेट कसरी खान्छ मुखबाङ तर त त्यसमा चाहिँ तातो चिया हुनुपर्छ चिया पानी क्या मजा आउँछ नि जति चिसो खान्छ नि त्यति बेसी पिरो हुन्छ मलाई तातो खाँदा क्या सन्चो लाग्छ चिया भनेर लिन ल अहिले तातो तल अर्डर गर्नु है तातो चिया बनाउँदै गर है तपाईँलाई पनि खायो अघि अलिकति मम्मीकै ए आमाको त्यसमा यो रामेनलाई पनि चाउमिन जस्तो बनाएर खानुपर्छ कि कस्तो दामी हुँदो रहेछ प्याजहरू हालेर यो बोइल गरेर निकाल्यो होइन त्यहाँबाट चाहिँ तेलमा त्यही प्याज टमाटरहरू हालेर त्यो केहरू भेजिटेबल्सहरू हाल्यो हो त्यहाँबाट चाउमिन टाइपमा क्या दामी हुन्छ खाने त्योहरूमै हाल्छ त सागहरू मजाले हालेर क्या हौस् मिक्स गरेर खान्छ
सक्यो सक्यो अब फर्स्ट भएछ उता किङ चिल्ली कुइनै हो नि त खाऊ उयो हो यो फरक परेन होला तिमीलाई खतरा पिरो चिसो दुध खायो नि अब फरक पर्छ नि माछा पक्रिन्छ न आँट्यो के तर चाहिँ किन लानु नि जानुपर्छ नि बहिनी साथी खम्नु नि नानीले चाहिँ मलाई दुईटा खासमा चाहिँ दिदी खानु न पिरो भयो कस्तो पिरो म लास्ट भएको लास्ट तपाईँ लास्ट यो माछा पकाउनु नै नबोला कामले त कस्तो हुनुहुन्छ हौ सकिनै तिनीहरूलाई म लास्ट भएँ कस्तो लाग्यो दामी मिठो भयो पिरो तर त्यस्तो पिरो भएको जस्तो लागेन यो पालि सोनालाई मजा पुरा पिरो मलाई ठिक्कै यतिको खानु सक्दिनँ ल्याइदिनु ल थ्याङ्क यू कसले हेर्नुहुँदैछ कसले हेरिदिनु भयो थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू ल बाई बाई हामी माछा पक्रिन जान्छौँ बाई 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 बाई